नमस्ते सबैजनालाई। म चाहिँ प्रशान्त ठाकुर र आज म आफ्नै युनिभर्सिटीको ग्राउन्डमा क्याल्भिन युनिभर्सिटीमा छु र तपाईँहरूलाई आज के भन्न चाहन्छु भन्दाखेरि क्याल्भिन युनिभर्सिटी कस्तो छ त, क्याल्भिन युनिभर्सिटीको पढाइ कस्तो छ। सो तपाईँलाई चाहिँ अब एज अ स्टुडेन्ट अब साउथ कोरियामा आएर राम्रो अर्निङ गर्न चाहनुहुन्छ र एज अ स्टुडेन्टमा चाहिँ तपाईँले अब यो साउथ कोरियामा आएर चाहिँ अर्निङको साथसाथ स्टडी गर्न चाहनुहुन्छ भने चाहिँ क्याल्भिन तपाईँको लागि बेस्ट हुनसक्छ। किन भन्दाखेरि क्याल्भिनमा चाहिँ अलिकति क्लासेसहरू चाहिँ अहिलेसम्म पनि अनलाइनै भएको कारणले गर्दाखेरि चाहिँ तपाईँलाई अलिक सजिलो हुन्छ र तपाईँले अलिक कामलाई धेरै प्रायोरिटी गरेर अब त्यस्तो मेन्टालिटी छ तपाईँको पैसा कमाउने त्यो अनुसारको मेन्टालिटी छ भने चाहिँ क्याल्भिन नै चुज गर्नु होला। र यहाँको ट्युसन फी भनेको तपाईँलाई नेपाली 2,40,000 देखि 2,60,000सम्म पर सेमेस्टर पढ्न जान्छ एन्ड मास्टर्समा चाहिँ त्यसको मिनिमम 2,60,000 देखि 2,80,000सम्म पढ्न जान्छ। सो त्यतिसम्म चाहिँ तपाईँले अब त्यो चाहिँ यहाँनिर चाहिँ यहाँको। नमस्ते सबैजनालाई। म चाहिँ प्रशान्त ठाकुर र आज म आफ्नै युनिभर्सिटीको ग्राउन्डमा क्याल्भिन युनिभर्सिटीमा